साथीहरु आज चाहिँ मलाई के सोचे भन्दाखेरि आज यत्तिकै झ्याउ लाएर बसिरहेको थिएँ अनि सो के हम भइरहेको थियो अनि लिसेसबाट चिकन अर्डर गरेँ आधा किलो जति अनि चिकन हेर्नु म चिकन चाहिँ एकदम सिम्पल तरिकाले पकाउँछु। मलाई चाहिँ धेरै मसला हालेको के गरेको मन पर्दैन, मलाई एकदम सिम्पलै मन पर्छ। म मेरो तरिकाले म सिम्पल तरिकाले कसरी पकाउँछु हेर्नु है त अनि हजुरहरु पनि कसरी पकाउनुहुन्छ कमेन्ट गर्नु है त। लेट्स गो। अब चिकन चाहिँ खोलेर मैले भाँडोमा राखेर त्यसलाई चाहिँ चिकनलाई चाहिँ म एक दुई चोटि धुन्छु पहिला सफा तरिकाले। म चाहिँ सामान रेडी पारिसकेको छु। यो चिकन हो अनि टमाटर, प्याज अनि चिकन मसला अनि लसुन र अदुवा चाहिँ सानो सानो तरिकाले काटेर राखेको छु। अब चाहिँ म कराई बसाल्छु। कराईलाई चाहिँ मजाले तताउँछु। कराई चाहिँ तातिसक्यो। अब तेल राख्छु मैले। तेल चाहिँ चिकनमा थोरै नै राख्छु। आज चाहिँ अलि बढी भएको छ, मलाई धेरै तेल मन पर्दैन। चिकनमा चाहिँ यतिकै नै तेल आइराख्छ के। मटनमा चाहिँ अलि धेरै राख्छु, चिकनमा चाहिँ थोरै नै राख्थे, तर आज चाहिँ अलि धेरै भएको छ, केही छैन। तेल चाहिँ तातिसक्यो। अब चाहिँ म थोरै जिरा पड्काउँछु पहिला। जिरा रातो गराउँछु। प्याज राख्छु। प्याजलाई चाहिँ मजाले रातो हुने गरी भुट्छु पहिला। एकदम ब्राउन हुने गरी भुट्नुपर्छ प्याजलाई पहिला। ब्राउन भइसक्यो। अब चाहिँ म लसुन र अदुवाको सानो सानो टुक्रा राख्छु। त्यसलाई पनि रातो हुने गरी भुट्छु। म चाहिँ मासु थोरै नै थियो, त्यही भएर म चाहिँ थोरै नै राखेको छु सामान चाहिँ। सो रातो चाहिँ भइसक्यो। अब चाहिँ म यसमा चिकन राख्छु। टमाटर चाहिँ पछि नै राख्छु म जहिले पनि। अब म चाहिँ चिकन राख्छु है, पिस पिस गराएर राख्छु म चाहिँ मजाले जताततै पाकोस् भनेर। कस्तो राम्रो के पिस चाहिँ एकदम सफा छ के। लिसेसको चाहिँ अलि छिटो पाक्छ यो चिकन चाहिँ, धेरै बेर पकाउनु चाहिँ पर्दैन, छिटो गलिहाल्छ किनकि पिस मासु मात्र छ नि त। राम्रो छ, कोमलो बच्चा ल्याउने जस्तो छ। यो चाहिँ म भुट्छु मजाले रातो हुने गरी भुट्छु अनि बल्ल लास्टमा टमाटर राख्छु। अब चाहिँ यसमा म बेसार हाल्छु। अब म नुन राख्छु यसमा। नुन चाहिँ म सुरुमा थोरै नै राख्छु किनकि म अलि ग्रेभी बनाउँछु नि त, त्यही भएर अलि पछिबाट चाहेर पनि फेरि थप्छु मैले, किनकि यसैसँग मात्र भात खाने, अरू सब्जी बनाउँदैन। सो यसमा चाहिँ अलि धेरै ग्रेभी नै बनाउँछु म। सो यस्तो भएको छ चिकन चाहिँ। अब यसलाई मजाले भुट्छु रातो हुने गरी तेलमा।
यतिको भएपछि चाहिँ यो कोमल मासु हुन्छ नि त, छिटो पाक्छ। त्यही भएर यतिको भएपछि चाहिँ म अब टमाटर राख्छु यसमा। टमाटर चाहिँ म पहिले काटेर राखिसकेको थिएँ। मजाले चलाइदिन्छु अनि मजाले टमाटर पनि पाक्छ, मासु पनि पाक्छ। यस्तो भयो है मासु चाहिँ। म चाहिँ अलिक ग्रेभी बनाएको छु किनकि भात खानुपर्छ नि त, सो त्यही भएर अलिक ग्रेभीसित खान मन लाग्थ्यो मलाई चाहिँ। देख्दै खपन जस्तो भइरहेको। थोरै चाख्छु है नुन लाग्छ कि नै, ग्रेभी बनाएको थिएँ नि त, त्यही भएर सो नुन लाएन भने चाहिँ पछि भात खान सकिँदैन नि त। चाख्छु म चाहिँ। नुन चाहिँ लाग्छ, मिठो छ, मिठो छ। अब सँगसँगै म भात पनि बसाल्छु अनि त्यो भातमा चाहिँ अलिकति 2 चम्मच जति घिउ राखेर बसाल्छु किनकि मलाई भातको स्मेल चाहिँ एकदम मनपर्छ कि घिउ राखेको। अनि मजाले पाक्छ पनि। चामल भिजाइदिएर राखेको थिएँ अनि त्यसमा चाहिँ घिउ राखेर पकाउँदा चाहिँ एकदम स्मेल चाहिँ राम्रो आउँछ। हाम्रो खाना रेडी भयो। यस्तो भयो साथीहरू। सो बाई बाई।